हेलो हाई एभ्रिवान। हजुरहरूलाई एमबिबिएस पढ्ने स्टुडेन्टहरूको लागि हामीले जुन फिलिपिन्समा रहेको इमिलियो इग्नाल्डो कलेजको विषयमा हामीले धेरै कुराहरू अगाडि पनि धेरै भनिसकेका छौँ। आज चाहिँ प्रोजेक्टरमा अलिकति इमिलियो इग्नाल्डो कलेजको वरिपरिको इन्भाइरोमेन्टको विषयमा अलिकति चाहिँ म जानकारी दिन चाहन्छु र यो प्रोजेक्टहरूबाट त्यो पनि देखाउँछु म। मेट्रो मनिला हो जुन चाहिँ सिटी, जुन चाहिँ इमिलियो इग्नाल्डो कलेजको चाहिँ आसपासको एरिया हो। हजुरहरूले चाहिँ एकचोटि गुगल गरी पनि हेर्न सक्नुहुन्छ। हामी जुन ठाउँमा चाहिँ पढ्न जाँदैछौँ त्यो ठाउँको चाहिँ इन्भाइरोमेन्ट थाहा हुनु हाम्रो चाहिँ जरुरी छ। कसैले भनिहाल्यो भन्दैमा दौडिहाल्नु पनि ठिक हुँदैन र मलाई लाग्छ इमिलियो इग्नाल्डो कलेज बेस्ट हजुरहरूको चाहिँ डेस्टिनेसन हुन्छ र भोलि गएर राम्रो डक्टर बन्नुहुन्छ भन्ने आशा राखेको छु। फीमा नेपालकै फी हो, त्यसमा कुनै छैन। 42-43 लाखमा हजुरहरूले पढ्न सक्नुहुन्छ। अब खाना बस्न त जहाँ पनि लागि नै हाल्छ, त्यसमा अलिअलि खर्चहरू हुन्छ। भए पनि तपाईँको जुन चाहिँ अमेरिकन बेस्ड एजुकेसन भएको कारणले गर्दाखेरि भोलि गएर तपाईँले यहाँ राम्रो चाहिँ एजुकेसन प्राप्त गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ। हाम्रो अफिस पनि मनिला सिटी सेन्टरमा जुन चाहिँ इमिलियो इग्नाल्डो कलेजको जस्ट 5 मिनटको डिस्टेन्समा रहेको छ। जुन चाहिँ वाकिङ डिस्टेन्स 5 मिनटको डिस्टेन्समा 12-13 वर्षदेखि नै हामी त्यही नै अफिस गार्डन प्लाजामा राखिरहेका छौँ। त्यो हजुरहरूलाई अझ सजिलो पनि हुन्छ। भोलि हजुरहरूले चाहिँ स्टुडेन्टहरूले हामीलाई कुनै पनि समयमा आएर त्यहाँ भेटेर कुनै कुराहरू चाहिँ राख्न सक्नुहुन्छ। अब अमेरिकन बेस्ड एजुकेसनको कारणले गर्दाखेरि बिएस बायो प्लस यो चाहिँ 4 वर्षको चाहिँ मेडिसिन हुन्छ, जुनमा चाहिँ हजुरहरूले भोलि गएर चाहिँ युएसएमलेको लागि पनि एप्लाई गर्न सक्नुहुन्छ। र अब सबैजनाले चाहिँ युएसएमले क्लियरै गर्छन् भन्न सकिन्न, तर अब पढ्ने स्टुडेन्ट चाहना भएको स्टुडेन्टले चाहिँ एउटा राम्रो इन्भाइरोमेन्ट पाउनुहुन्छ। जुन चाहिँ जुन फिलिपिन्सलाई एउटा चाहिँ थर्ड इङ्ग्लिस स्पिकिङमा चाहिँ थर्ड लार्जेस्ट इङ्ग्लिस स्पिकिङ कन्ट्री भनेर पनि एउटा चाहिँ राखेको छ। त्यहाँको ज्यादातर हाई पपुलेसनले चाहिँ इङ्ग्लिस बोल्ने गर्छन्। त्यसले गर्दाखेरि हजुरहरूलाई सायद मलाई लाग्छ राम्रो गुड डक्टर